गुड मर्निङ नजारा दार्जिलिङको हेरिहाल्नुहोस् होला। गुड मर्निङ नमस्ते सबैजनालाई है, स्वागत छ मेरो युट्युब च्यानलको यो डेली ब्लगमा है। म चाहिँ लेबुङ टु सिलगढी टाइम टु टाइम निकालिदिन्छु गाडी, तर एउटा पेसेन्जर पनि भएन साथीहरू। हेर्नुहोस्, मैले चाहिँ गाडी टक्क यहाँनिर लगाइदिइरहेको छु पार्किङमा है। तर नडराउनुहोस् साथीहरू है, मैले रिजर्भ पाएको छु 10 बजीको है। 10 बजी चाहिँ सिटी सेन्टर छोड्नु छ उहाँहरूलाई, त मैले चाहिँ गाडी यहाँनिर पार्किङमा हालिदिएको। अब म ब्रेकफास्ट खानु जान्छु है। र धन्दामा चाहिँ अब जहाँनिर हुन्छ त्यहीँनिर पुग्नुपर्छ साथीहरू है। खाली गाडी लगेर अब केही फाइदा छैन। र म चाहिँ सिटी सेन्टरको लागि गाडी यहाँनिर राखिदिइराखेको छु है, सिटी सेन्टर जाने। यस्तो छ पार्किङमा अहिले। गुड मर्निङ सबैजनालाई है। त बनिरहनुहोस् होला आजको ब्लगमा पनि। ट्रेनले झन्डै हिँडाए साथीहरू, हेर्नु नि यहाँ के गर्छ केटाहरूले। ल साथीहरू, गाडी लगाइदिनु भन्यो, मैले चाहिँ गाडी निकालेर गाडी लगाउनु लागि जाँदैछु। हाम्रो दार्जिलिङ रेलवे स्टेसनमा आइपुगे साथीहरू है। टक्कै अब गाडी लोड, त्यसको बादमा फेरि सिटी सेन्टरको लागि मुभ है। यस्तो छ हाम्रो दार्जिलिङ मजाको है। The wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet door, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open. मनी सब्जी लानु पर्यो भनेको साथीहरू है। मुन्टा रहेछ हो, इस्कुसको मुन्टा। यता फेरि यो चाहिँ खोले साग, जो कि सिमरायो भन्छौँ है, यहाँ गाभा रहेछ। म चाहिँ अहिले यहाँ 8 माइलको यो सब्जी दोकानमा आइपुगेँ है। यिनीहरू ब्रेक पनि गर्छ, सब्जीहरू पनि किन्छ भनेर चाहिँ रोकिदिएको साथीहरू है। म पनि 1-2वटा सब्जी लिँदैछु घरमा पठाइदिनु लागि। यो डल्ले खुर्सानीको पेस्टहरू हेर्नु त यहाँनिर टाइम टु टाइम यहाँनिर हाम्रो नाना एकदम बिजी। के भन्छ है। उयो पनि निङ्गुरे पनि एउटा नानाको यता बिजी भइरहेको रहेछ नि त, मैले यताबाट लिएँ। ल सबै बराबर हो नि होइन? हजुर, बराबर हो, आफ्नो दोकान हो होइन। यो अबागेरो है, अबागेरो डल्ले खुर्सानी है। यति मजाको हरियो हरियो डल्ले खुर्सानी, मजाको सामानहरू सब्जीहरू यहाँनिर चाहिँ एभाइलेबल छ है। यहाँ हल्दी पाउडरहरू, पुरै पेस्टहरू यहाँनिर, छुर्पी सबै एभ्रिथिङ पाउँछ यहाँनिर। धनियाँहरू है, हरियो एकदम मजाको। यहाँ हेर्नुहोस् पेस्टहरू कुन चाहिँ खानुहुन्छ है, सबै छ यहीँ। मकैको च्याख्ला भयो है, चिउरा, दालहरू सबै छ साथीहरू है। मेरो पनि तकरिबन कम्ती सपिङ गरेँ मैले पनि घरमा पठाउनु लागि। हेर्नु त यहाँ हरियो परियो सागहरू आएकै छ साथीहरू। ल हुन्छ, होइन भयो त्यति। कति भयो मेरो? ल साथीहरू, अब यिनीहरू खाजा खानु गएको छ। खाजा खाएर फेरि यहाँबाट सिलगढीको लागि हामी मुभ गर्नेछौँ है। ल खाली गरेर म
सिटी सेन्टरको पार्किङभित्र हाल्दैछ गाडी साथीहरू। यहाँबाट चाहिँ एउटा चप्पल किनेर लानु छ मैले। ल साथीहरू म सिटी सेन्टर पनि आइसकिसकेँ है। यहाँनिर अब जाँदैछु माथि बाटामा। बाटा टक्कै लिफको सहारा लिएपछि चाहिँ म लाइटको कस्तो यस्तो हल्लिएको है। कलेक्सन चाहिँ यति मात्रै रहेछ बाटामा है। त मैले चाहिँ यता चोइस गर्दैछु। यो टाइपको हेर्नु पऱ्यो क्या, युनिक टाइपमा चाहिँ कुन चाहिँ छ। अब यहाँ हेर्नुहोस् है तपाईँहरूलाई कुन चाहिँ मन पऱ्यो साथीहरू। यो कस्तो छ हेरौँ। कति रहेछ यसको प्राइस? 1200को रहेछ नि हौ। मलाई चाहिँ यो मन पऱ्यो के नि त। यसको फेरि है एउटा त एउटै छ त फेरि। यो 9 नम्बर भने है। यो र यो त एउटै साइजको छ त फेरि। मलाई चाहिँ यो मन परेको थियो तर यो अलग्गै रहेछ है। यसको प्राइस 1300। यसको चाहिँ 1300 एउटै रहेछ त्यो प्राइस त है। ट्राई गरेर हेर्दा चाहिँ यो चाहिँ फिटिङ आयो है। त मैले यही उठाइदिँदैछु साथीहरू अब है। फाइनल्ली साथीहरू एउटा मैले किनेँ है। अन्त यो चाहिँ मन परेन, मन परेको थियो तर मलाई यसको साइज भेटिनँ साथीहरू है। र अर्को डिजाइनको उठाइदिएँ मैले। एकदम दामी भयो है। ल म बाटाबाट पनि अब पेमेन्ट गरेर निक्लिन्छु है। ल साथीहरू अब चाहिँ म बिग बजारबाट निक्लिँदैछु है। मैले चाहिँ चप्पल किनेर पनि लगाइदिइसकिसकेँ गरम भएर एकदम होइन। कस्तो लागिरहेको छ मेरो न्यू चप्पल। अब चाहिँ म निक्लेको साथीहरू है। पेसेन्जरलाई ढिलो भइसक्यो होला। मेरो गाडी चाहिँ मैले यहाँनिर राखिदिएको छु है। यहाँनिर छ मेरो गाडी। अब त म पर बहिनीहरूलाई ल्याउनु लागि मतिगढा जान्छु है साथीहरू। मतिगढामा गएर चाहिँ फेरि पेसेन्जर हालेर फेरि म उकालो नाचिने साथीहरू है। मेरो चप्पल एकदम पुरानो भयो नि त। किन्ने अवस्था थियो है। अन्त ब्रान्डेड किन्यो भने चाहिँ धेरै खप्छ नि त है। त्यसलाई यहाँ मैले यहाँ हालिदिएँ। एकदम तातेर कस्तो भइरहेको रहेछ साथीहरू। अरे खुल्जा सिमसिम। आज चाहिँ अलिक ढिलो भयो सिलगढीबाट फर्किनु है। किनकि माथिबाट त खाने 9तिर हिँड्ने है। अब म निस्किदिइहाल्छु है। भिडियोमा बनिरहनु होला। बाहिर निक्लिँदा त साथीहरू गरम त यस्तो मलाई जान्नु छ साथीहरू मोतीगढा है। एकदम गरम। मैले पङ्खा चलाइदिइरहेको छु है। बिस्तारै निकाल्नुपर्छ साथीहरू है। यहाँ चाहिँ फुत्तै आउँछ फेरि यस्तो चाहिँ गरम। मैले चाहिँ साथीहरू म्याप लगाइदिइसकेको छु है।
र अब यी म जान्दैछु उता बहिनीहरूको घरमा है। त्यहाँबाट चाहिँ ल्याएर आउनु छ बहिनी र आमा र छोरीलाई ल्याउनु भन्ने थियो हो। एकदम यहाँनिर चाहिँ अब जोगिएर हिँड्नुपर्छ साथीहरू है। सिलगढीमा जाँदाखेरि चाहिँ एकदम सेफ ड्राइभ हो। एकदम जोगिएर हिँड्नुपर्छ यहाँनिर चाहिँ अब। यहाँनिर अब पैसा खाने पनि गरेर बसिरहेको हुन्छ साथीहरू सेतो ड्रेस लगाएर कमिनाहरू यहाँ रेड लाइट जलाइदिन्छ त्यहाँदेखि खत्तम तपाईँको रुमभित्र लगेपछि 500 रुपियाँ 1000 रुपियाँ खाइदिइहाल्छ है। त म चाहिँ यसरी जान्दैछु है टल्केर चाहिँ म्याप देखेन रहेछ तपाईँहरूलाई। सिटी सेन्टर यहाँनिर छ है। म चाहिँ निक्लेँ साथीहरू ल अब पर गएर बहिनीहरूलाई ल्याएर आएर चाहिँ फेरि लेबुङको तरफ फर्किनुपर्छ है। आज चाहिँ म लेबुङ भन्दाखेरि म अगाडि अब पान्दाम जाने हुन्छ है किनकि बहिनीहरू पान्दाम हो त पान्दाम छोड्नु लागि जानुपर्छ है। मैले चाहिँ यहाँ हेर्नुहोस् न कति ठुलो बाटो छ है। जाँदैछु साथीहरू म एक्लै। अब यहाँबाट चाहिँ अलिक पर गएर चाहिँ ओह्रालो झर्नुपर्छ है। एकदम ठुलो बाटो छ साथीहरू यहाँनिर है। यस्तोमा कुदाउनु मजा आउँछ त है। यहाँ त छैन त फेरि साथीहरू यो त बारेको रहेछ। अब म त परबाट घुमेर आउने बेला भयो त अन्त सँगै यताबाट आएको त यहाँ त बारेको रहेछ साथीहरू। अब फेरि म यताबाट पर घुमेर आउने बेला भयो यार। हामी सधैँ यताबाट जान्थ्यौँ होइन त्यहाँनिर त बारेको रहेछ नि हौ। बस कस्तो आउँदैछ हेर्नु है साथीहरू। अब हेर्नुभयो बेधडक कुदाइदिन्छ नि यिनीहरूले है। म चाहिँ परबाट घुमेर जानुपर्ने भयो यहाँबाट त बारिदिएको रहेछ हो। कोही बात छैन म एक चक्कर लगाउनु पर्ने भयो है। ओके गाइस म पुगिहालेँ बहिनीहरूको है। ल साथीहरू फाइनल्ली म यहाँनिर आइपुगिसकिसकेँ है। अब चाहिँ म पानी सानी खाएर फेरि निक्लिन्छु है। मैले चाहिँ आमा छोरीलाई चढाएर पनि होइन अहिले मोतीगाडामा आइपुगिसकेको साथीहरू। त मोतीगाडामा चाहिँ मिठाईको दोकान एकदम प्रचलित छ अरे र त्यहाँ मिठाई किन्नु जानुभएको छ है। अब चाहिँ म सिधै यहाँबाट यो बाटो जाँदाखेरि पनि हुन्छ तर यो बाटो नगएर चाहिँ म दार्जिलिङ मोड गएर जान्छु किनकि खाली गाडी कुदाउनु भन्दा त मान्छे लगेर जानु बेस्ट है। म एकपल्ट त्यताबाट एक चक्कर लगाएर फेरि सिधै निक्लिन्छु है। म 8 माइलमा गएर भेट्छु है। आमा छोरीलाई चाहिँ छोडेर म चाहिँ अब आफ्नो रुम हर्सिङपट्टि जाँदैछु है। आजको ड्युटी पनि सक्यो साथीहरू है। बेलुका भयो 6:20 भएछ है। यहाँको बाटो चाहिँ खतम हुन थालेछ साथीहरू। म पनि अब गएर रेस्ट गर्छु साथीहरू है। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्छ प्लिज कमेन्ट गर्नुहोस् होला र च्यानललाई चाहिँ फुल सपोर्ट गरिदिनुहोस् है। अन्त ज्यादाभन्दा ज्यादा सेयर सब्सक्राइब है। अन्त सानोबटेको मिठो कमेन्ट गर्नु चाहिँ नभुलिनुहोस् होला भन्दै आजको भिडियोबाट पनि बिदा चाहन्छु है। बाई बाई टेक केयर जय हिन्द नमस्ते सबैजनालाई है। टेक केयर है। बाटो यस्तो छ नि त यी साथीहरू यता पनि हेर्दै कुदाउनु पऱ्यो है नभए चाहिँ जान्छ खड्डेमे गाडी चाहिँ हो। ओके सबैजनालाई भिडियो हेरिदिनु भएकोमा धन्यवाद।